बसर्ते सङ्गीत सुने पनि हाम्रा मनहरू अझै पनि मौलिकता खोज्छ है। हामीलाई जति नै आधुनिकताले जगडे पनि हामीले मौलिकता अँगाल्न सक्छौँ है भन्ने यो आभास यहाँहरूलाई देखिसकेपछि भएको छ। यो अनुभूति हामीले गरेका छौँ। तपाईले केही समय अगाडि तिहारको बेलामा सामाजिक सञ्जालमा पछाडिपट्टिका यी भाइहरूको प्रस्तुति पक्कै पनि देख्नुभयो होला। तपाईका मनहरू यति तान्यो कि यी भाइहरूका पछि तपाईहरू पनि लाग्नुभयो र पछिल्लो क्रममा यी भाइहरूलाई हामीले विभिन्न उत्सवहरूमा देखिरहेका छौँ। उनीहरूले ती उत्सवहरूमा काम पाइरहेका छन्। आफ्ना एउटा हजुरबाको जुन एउटा बिडा थियो, हजुरबाकोले सम्हालिरहेको सारङ्गी छोराहरूले बिर्सिरहेका थिए, तर अहिले नातिहरूले सम्झिएको आवाज तपाईँले पनि गर्नु भएको छ। मलाई पनि त्यस्तै लागेको छ। साँच्चै नै भन्नुपर्दा हजुरबाको त्यो सारङ्गी घरको भित्तामा झुन्डिरहेको थियो। सारङ्गीले बाका पुस्ताहरूलाई हेरिरह्यो, बा पुस्ताहरूले त्यो सारङ्गीलाई अँगाल्न सकेनन्। अर्थात् भन्नुपर्दा त्यो पेसालाई अँगाल्न सकेनन् र आफ्नो पेसा परिवर्तन गरे। सायद त्यसमा बाध्यता पनि थियो होला। हिजोको दिनमा घर घरमा सारङ्गी बेचेर आफ्नो जीविकोपार्जन गर्ने व्यक्तित्वहरू पछिल्लो क्रममा त्यो हुन सकेन र चाहिँ पेसा परिवर्तन गरे र पनि त्यो भित्तामा झुन्डिएको सारङ्गीले सधैँ झकझकाइरहन्थ्यो। मलाई बा पुस्ताले बिर्सिए पनि ती पुस्ताले पक्कै बिर्सिँदैन। सायद त्यही कारणले होला नाति पुस्ताले सारङ्गी र मादल भिरेको देख्दा निकै सुखद अनुभूति हुन्छ नै। पक्कै पनि हाम्रो मौलिकता, हाम्रो बाजा हामीसँगै छ है भन्ने खालको आवाजहरू हामीले गरिरहेका छौँ। आज हामीले रेडियो अन्नपूर्ण र पोखरा महानगरपालिका वडा नम्बर 9 द्वारा मौलिक साङ्गीतिक संरक्षण तथा स्वस्थ सम्मानको लागि हामीले यो संयुक्त प्रस्तुति श्रुतिमा झलकमान नारायण गोपाल साँझ आयोजना गर्दैछौँ। यो ठाउँ हेर्नुहोस् न, सधैँ यस्ता खालका कार्यक्रमहरू प्रायः यसो बन्द कोठाभित्र हुन्थ्यो, तर आज हामीले वडा नम्बर 9 को यो फाल्चा घाम ताप्दा त्यत्तिकै रमाइलो अनि यसरी कार्यक्रम गरिरहँदा झन् रमाइलो। पारिपट्टि देशका झन्डाहरू छन्, वारिपट्टि आफ्नै देशको मौलिकता छ। कस्तो गजबको संयोग! सँगसँगै अनि हाम्रा मौलिकता सँगै रहेको छ। तसर्थ सङ्गीतको आकाशमा दुई अनमोल ताराहरू झलकमान गन्धर्व र स्वर सम्राट नारायण गोपाल आज पनि उस्तै चम्किरहेका छन्। समयले शरीरलाई बिसाउला तर उनीहरूको स्वरलाई कहिल्यै थकाइ लाग्दैन। आज पनि तपाईँ हामी ती स्वरहरू गुनगुनाइरहन्छौँ। कहिले कसैलाई गुमाएको क्षणमा, कहिले कसैलाई पाएको क्षणमा, कहिले आफैले आफैलाई पाएको क्षणमा अझै पनि हामीले नारायण गोपालका गीतहरू गुनगुनाउँछौँ, झलकमानका गीतहरू गुनगुनाउँछौँ र त्यो सारङ्गीको एक प्रकारको धुन हामी मनमा नै मरण गरिरहेका हुन्छौँ र मनको गहिराई दुःख सुख स्वरमा उतारिदिने नारायण गोपाल र गाउँको माटोमा बग्ने पीडालाई आवाज दिने झलकमान। कति आनन्दको नाम, कति नाम लिँदा पनि गर्वको महसुस हुने। आजको यो कार्यक्रम स्मृतिको मात्र होइन, सम्मानको यात्रा पनि हो र उनीहरूको गीत, उनीहरूको कला र उनीहरूको अमर आत्मालाई हामीले फेरि एकपल्ट यहाँ उज्यालो बनाउँछौँ उहाँहरूलाई सम्झेर। अब लाग्ला नारायण गोपालका गीत, झलकमानका गीतहरू त हामीले गाएरै सुनिरहेका थियौँ। गायकहरूले उहाँहरूका गीतहरू गाएर सुनिरहँदा अब यो भनौँ न, यो धुन, सारङ्गीको धुनमा ती गीतहरू कस्तो सुनिएला त? एउटा कौतूहलता तपाईँहरू माझ पक्कै पनि रहला। त्यो गीत, त्यो मर्मस्पर्शी गीत अनि मन छिरिने, मन छुने ती गीतहरू सारङ्गीको धुनमा रेटिरहँदा चसक्क हुन्छ होला है। त्यही खालको अनुभूति, आवाज तपाईँले पनि गर्नु भएको छ र
कस्तो गाउलान् यी कलिला नानी बाबुहरूले झलकमान गन्धर्वका गीतहरू भन्ने प्रश्न पनि होला। दुवै स्रष्टाको स्मृतिको महिनाको अवसर पारेर आज हामीले पोखरा महानगरपालिका वडा नम्बर 9 मा अवस्थित रहेको यो फाल्सामा यो महत्त्वपूर्ण कार्यक्रम गरिरहेका छौँ। यहाँहरूको साथ र यहाँहरूको सहयोग पनि हामीले कार्यक्रममा पाइरहेका छौँ। यो अनुभूति यो मास हेरेर अझै पनि ठाउँ सानो भएको कि भन्ने एउटा चाहिँ आवाज भएको छ। र स्वर सम्राट नारायण गोपालको बारेमा कुरा गर्दा स्वर सम्राट नारायण गोपाल नेपाली सङ्गीतको त्यो उच्च शिखर हुन् जहाँ शब्द पुग्न कठिन हुन्छ। उनी गायक मात्र होइनन्, भावना बोकेको एउटा युग पनि हुन्। उनका गीतहरू सुन्दै जाँदा मानिसका मनभित्र लुकेका अनेक भावनाहरू आफै बिस्तारै बिस्तारै खुल्छ नै। कहिलेकाहीँ उनको आवाजले बिछोडको पीडाहरू सम्झाइदिन्छ, कहिले मायाको माधुरता सम्झाइदिन्छ, कहिले त जीवनको अर्थ नयाँ गरी बुझाइदिन्छ। उनको स्वरमा एउटा अनौठो जादु थियो, शान्त तर शक्तिशाली, मधुर तर गहिरो। उनका गीतहरू आज पनि जति सुन्दा पनि उस्तै उस्तै लाग्छ। हिजो मेरा बाको पालामा पनि उस्तै थियो, आज मेरो पालामा पनि उस्तै लाग्छ र मेरो छोराले सुनिरहँदाखेरि पनि उस्तै उस्तै नयाँपन चाहिँ पक्कै पनि लाग्छ नै। र नारायण गोपालको नेपाली आधुनिक सङ्गीतको मेरुदण्ड जस्तै थिए। उनी आएपछि गीत सङ्गीतले नयाँ रूप, नयाँ उचाइ, नयाँ पहिचान चाहिँ प्राप्त भयो। अब यहाँ स्रष्टाहरू हुनुहुन्छ, अग्रजहरू हुनुहुन्छ। भनिन्छ नि मामाको काखमा बसेर आमाको बखान कि आमाको काखमा बसेर मामाको बखान कि भने जस्तै यहाँ अग्रजहरू भइरहँदाखेरि मैले उहाँहरूको बारेमा थोरै वर्णन मात्रै गर्न चाहेको छु। र अनुशासन, साधना र कलाप्रतिको समर्पण भएको उनका विशिष्ट पहिचान हुन्। र उनका गीत पुस्तौँपछि पनि उत्तिकै मिठास लाग्छ। अघि मैले भनिहालेँ, हिजो मेरो बाको पालामा पनि उस्तै मिठास थियो, मेरो पालामा पनि उस्तै मिठास र मेरो छोराको पालामा पनि उस्तै मिठास हुनेछ पक्कै पनि। र गीतले समय पार गर्यो भने पनि त्यसले गायकलाई अमर बनाउँछ। र आज नारायण गोपाल अमर बनेर पनि हाम्रो मन स्मृतिमा, इतिहासमा उभिएका छन्। झलकमा गन्धर्वको लागि पनि जोड्न चाहे। भनिन्छ पोखराको पानीमै सङ्गीत छ। पोखरामा धेरै कला साहित्यकारहरू चाहिँ जन्मिएका छन्, पोखराले जन्माएको छ। पोखराले कला र साहित्यलाई चिनाएको छ र कला र साहित्यले पोखरालाई पनि चिनाएको छ। कला र साहित्य र पोखरा नङ र मासुको सम्बन्ध भएको हो र पोखराको पानीमा त्यो कला मिसिएको छ भन्ने चाहिँ हामीलाई लाग्छ। किनभने पोखरामा धेरै त्यस्ता व्यक्तित्वहरू चाहिँ हुनुहुन्छ जसमध्ये झलकमान गन्धर्व पनि भएको। र झलकमान गन्धर्वको सम्झना भनेको मनको गहिराईमा बास बसेको एउटा मधुर धुन हो जसले हरेकचोटि सुन्दा आत्मालाई सुकिलो स्पर्श गर्छ। उहाँको नाम उच्चारण गर्यो भने गाउँघरको माटो, साँझ पखको धुवा र आँगनमा बसेर गाइने पुराना भाका अनि जीवनका निष्कपट पीडाहरू एकसाथ मनमा चाहिँ उम्रिन्छ। झलकमानको स्वर न तेज थियो न धिमी, तर बिल्कुलै जीवनको धड्कन जस्तै धक 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 गरिरहने। कहिले भित्र चसक्क पोल्ने, कहिले शान्त बनाउने, कहिले मनमा ढुङ्गा भए पनि उहाँको स्वर र धुनले पगालिदिने। र सुन्दा समय हल्का भएर रोकिए झै लाग्छ। उहाँका गीतहरू केवल गीत थिएनन्, ती त जीवनका कथा थिए। परदेशको छोरोको पीडा, आमाको ओइलिदो आँखामा भिजाइएको माया अनि गाउँ छोडेर बग्दै गएको समयको करुण यथार्थ। उहाँको आवाजमा माटोको गन्ध भेटिन्थ्यो, त्यो गन्ध जसलाई वर्षा, समय, सहर केहीले पनि मेटाउन सक्दैन। झलकमानलाई सम्झनु भनेको आफूलाई सम्झनु हो र आफ्नो गाउँ सम्झनु हो, आफ्नो विगत सम्झनु हो, त्यो भाका सम्झनु हो जुन हिजो हामीले सुनेका थियौँ। आज पनि मनले खोजिरहन्छ। उहाँ अब उहाँको शरीर त छैन, तर उहाँले छोड्नु भएको स्वरहरू चाहिँ हामीसँगै छ। आज हामी ती स्वरहरू धुनमा सुन्नेछौँ पक्कै पनि। र म यो अर्को एउटा महत्त्वपूर्ण पाटोलाई पनि जोड्न चाहे। आज हामी यहाँ महत्त्वपूर्ण कार्यक्रममा उपस्थित भइरहँदाखेरि यो कार्यक्रमलाई यहाँसम्म ल्याइदिनका लागि यो झलकमान
गन्धर्व पाठशालाले धेरै ठुलो सहयोग पनि गरेको छ यस्ता खालका विद्यार्थीहरू जन्माइदिएर। कुनै समय थियो गन्धर्व समूहका व्यक्तिहरू सारङ्गी लिएर घर घरै पुग्थे, सङ्गीत सुनाउँथे र जीविकोपार्जन गर्थे। अघि पनि मैले भनिहालेँ, पछिल्ला क्रममा त्यो हुन सकेन र अहिले त्यो हुने माहौल चाहिँ देखिएको छ। अब यो माहौलमा होस्टेमा हैस्य गर्ने चाहिँ तपाईँ हाम्रो दायित्व हो। तपाईँ हाम्रो उहाँहरूलाई चाहिँ अगाडि बढाउने तपाईँ हाम्रो चाहिँ जिम्मेवारी पनि हो र यो जिम्मेवारी हामी सबैले वहन गरौँ र सारङ्गी रेट्दै गर्दा सारङ्गी उहाँहरूले चाहिँ सारङ्गीमा आफ्ना औलाहरू चलाइरहँदा पक्कै पनि यहाँहरूले त्यो आभास महसुस गर्नुहुन्छ र यो पाठशालालाई तपाईँको पनि साथ र सहयोग मिल्नेछ भन्ने हामीले अपेक्षा गरेका छौँ र यहाँहरू सम्पूर्णलाई फेरि पनि भन्छु, यो चिसो मौसममा चिसो मन यतिखेर आछु भनिरहेको छ। अब एकैछिनपछि तपाईँले त्यो न्यानोपनको आभास गर्नुहुन्छ भन्दै यहाँहरूलाई म फेरि पनि हार्दिक स्वागत गर्दै यो माइक्रोफोन अबको फर्मल कार्यक्रमको लागि म सहकर्मी मित्र राजाराम पौडेललाई म प्रदान गर्छु र फेरि पनि म बीचमा उपस्थित हुन्छु नै। धन्यवाद। धेरै धेरै धन्यवाद कञ्चन थापा कोइरालाज्यूलाई। हामीले धेरै प्रतीक्षा पनि गरिसकेका छौँ। प्रतीक्षाको फल साँच्चीकै मिठो पनि हुन्छ। अब हामी ढिला नगरिकन आजको कार्यक्रमलाई फर्मल्ली अगाडि बढाउँछौँ। फर्मल्ली कार्यक्रम एकदमै सर्ट हुन्छ किनकि तपाईँहरूको चाहना हामीले बुझेका छौँ नि त। त्यसले गर्दा हामी धेरै लामो फर्मल्ली कार्यक्रम लाँदैनौँ, एकदमै छोटो रूपमा रहेको छ यो चाहिँ। त्यस पछाडि हामीले धुनहरू सुन्नेछौँ, हामी सम्झनेछौँ झलकमान गन्धर्वलाई, सम्झनेछौँ नारायण गोपाललाई, सम्झनेछौँ हाम्रा विगतका दिनहरूलाई पनि यहाँ बसेर सबैजनाले सम्झनेछौँ। त्यसको लागि धैर्य धारण गरिदिनु हुनुको लागि म सबैजनालाई अनुरोध गर्न चाहन्छु। यत्र तत्र रहनुभएकालाई अब त्यो परिसरभित्र पस्दिनु होला र जसरी सहज हुन्छ त्यही अनुसार बस्न मन लाग्नेलाई बस्न पनि पाइरहनु भएको छ, उभिएर हेर्न मन लाग्नेलाई उभिएर हेर्न पनि पाइरहनु भएको छ। त्यो खालको म्यानेज गरिरहेछौँ। किन कार्यक्रम आयोजना गरियो थोरै तपाईँलाई उत्सुकता पनि लाग्न सक्छ। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज यति बेला 25औं वर्षको अवसरमा रहेको छ। हामीले रजत महोत्सव मनाइरहेको सन्दर्भ रहेको छ र हामीले यसपालि रजत महोत्सवमा 12 महिना 12 कार्यक्रम भनेर एउटा उद्घोष गरेका थियौँ र हामीले हरेक महिना एउटा केही न केही कार्यक्रम गरौँ भन्ने सोचेर कार्यक्रम गर्ने क्रममा अहिले हामी यसरी यो कार्यक्रम गर्न सफल भएका हौँ। र यो कार्यक्रम गर्नको लागि फेरि महत्त्वपूर्ण साथ हामीलाई रह्यो पोखरा महानगरपालिका वडा नम्बर 9 को महत्त्वपूर्ण साथको कारणले गर्दा आज हामीले यो ठाउँमा यसरी कार्यक्रम गर्न सकेका हौँ। त्यसको लागि हामी पोखरा महानगरपालिका वडा नम्बर 9 कार्यालयलाई हामीले बिर्सन सक्दैनौँ। वडा अध्यक्षज्यू, त्यसै गरी वडा सचिवज्यू, वडा सदस्यज्यूहरू सबैप्रति हामी आभार पनि व्यक्त गर्न चाहन्छौँ। र अर्को हामीले जुन जोडिरहेछौँ तपाईँले देख्नु भएको छ, हामीले झलकमान गन्धर्व अनि नारायण गोपालका गीतहरू सुनिरहेका हौँ। कतिजना सुन्दै हुर्कियौँ, कतिजनाले पछि सुनेर पनि यस्तो रहेछ भन्यौँ र नयाँ पुस्तामा अलिकति ग्याप भएको हो कि भन्ने महसुस गरेर हामीले नयाँ पुस्ता, पुराना पुस्ता, बिचको पुस्ता सबैलाई जोड्ने प्रयास पनि गरिरहेका छौँ। र यसमा अर्को महत्त्वपूर्ण संस्था जोडियो झलकमान गन्धर्व सारङ्गी पाठशाला, जुन हामीले देखिरहेका छौँ। उहाँहरूको प्रतिभा हामीले देखिरहेका थियौँ, उहाँहरूलाई प्लेटफर्म पनि दिउँ, साथमा कार्यक्रम पनि अझ गजबकै होस् पोखरामा भन्ने हेतुले चाहिँ यो कार्यक्रम यसरी हामी जोडिएका हौँ। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको रजत वर्ष 12 महिना 12 कार्यक्रम गरिरहेको अवस्था, त्यसमा हामीलाई पोखरा महानगरपालिका वडा नम्बर 9 ले दिएको साथ र झलकमान गन्धर्व सारङ्गी पाठशालालाई जुन हामीले प्रस्ताव गऱ्यौँ त्यो प्रस्तावलाई उहाँहरूले पनि स्वीकार गरिदिनु भयो र आज हामी यसरी महेन्द्रपुलमा रहेको फल्सा कतिलाई थाहा पनि थिएन होला, यहाँ आइसके पछाडि यस्तो स्पेस रहेछ, 9 नम्बर वडाले त यस्तो काम राम्रो काम गरिरहेको रहेछ। पहिला त विभिन्न खालका हल्लाहरू पनि आएका थिए, त्यो खालको त रहन्छ, साँच्चैकै सौन्दर्य थपेको रहेछ भन्ने महसुस पनि तपाईँहरूलाई यहाँ छिरिसके पछाडि भइसकेको छ होला। त्यो पनि हाम्रो एउटा उपलब्धि हो भन्ने हामीले ठानेका छौँ। अब म ढिला नगरिकन कार्यक्रमलाई फर्मली अगाडि बढाउन गइरहेको छु। आजको हाम्रो यो कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुनुको लागि औपचारिक कार्यक्रमको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जका स्टेसन म्यानेजर सञ्जय कुमार मल्लज्यूलाई म विनम्र अनुरोध गर्न चाहन्छु। र अघि पनि हामीले भन्यौँ हामीलाई धेरै साथ सहयोग सपोर्ट पोखरा महानगरपालिका वडा नम्बर 9, अझ भन्नुपर्दा वडा नम्बर 9 का अध्यक्ष
दिपेन्द्र मर्सानीज्यूलाई हामीले जुन खालको प्रस्ताव राख्यौँ र उहाँले हामीलाई तुरुन्त नै ल हामी यसरी गरौँ, के गर्नुपर्छ वडाले हामी साथ दिन तयार छौँ। कला संस्कृति साहित्यको क्षेत्रमा काम हामीले निरन्तर गरिरहेछौँ। झन् यो त गजबको कामको कुरा पो गर्नुभयो तपाईँहरूले भनेर उहाँले साथ हामीलाई दिइसके पछाडि पनि यो कार्यक्रम अगाडि बढाउनको लागि सफल भइएको हो र प्रवर्तकको रूपमा मुख्य प्रवर्तकको रूपमै पोखरा महानगरपालिका वडा नम्बर 9 रहेको छ। र आजको हाम्रो कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्छ पोखरा महानगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष दिपेन्द्र मर्सानीज्यूलाई म प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु। दिपेन्द्र मर्सानी जसको साथ हामीले प्राप्त गऱ्यौँ अनि हामी सबैजना मिलेर यो कार्यक्रमलाई कसरी अझ आकर्षक बनाउन सकिन्छ भनेर धेरै नै उहाँ हामीभन्दा धेरै खटिरहनु भएको थियो, फिल्डमा पनि खटिरहनु भएको थियो। तपाईँहरूले भिडियो हेर्नुभएको थियो भने त्यहाँबाट पनि थाहा पाउनुहुन्छ। हामी एकदमै आभार प्रकट गर्न चाहन्छौँ आजका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष दिपेन्द्र मर्सानी। र आज हामीले विशिष्ट अतिथि अनि प्रमुख वक्ताको रूपमा पाएका छौँ। पोखराले गर्व गर्ने व्यक्ति हुनुहुन्छ, धेरै साहित्य कला सङ्गीतको क्षेत्रमा स्थापित बनिसक्नु भएको र हामीले उहाँलाई आज विशिष्ट अतिथि साथमा प्रमुख वक्ताको रूपमा प्राप्त गरेका छौँ। वरिष्ठ सङ्गीतकर्मी कवि गीतकार तीर्थ श्रेष्ठज्यूलाई म विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि विनम्र अनुरोध गर्न चाहन्छु। यसै गरी हामीलाई अब सहकार्य गरेर साथ दिनुभयो अघि पनि हामीले भन्यौँ झलकमान गन्धर्व सारङ्गी पाठशाला, जसको कारणले नै आज हामीले यो कार्यक्रमलाई यसरी हामीले नव प्रतिभालाई तपाईँहरूको अगाडि ल्याउन सफल भएका हौँ। र झलकमान गन्धर्व सारङ्गी पाठशालाका प्रशिक्षक हुनुहुन्छ समीर गायकज्यूलाई म अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म विनम्र अनुरोध गर्न चाहन्छु। धेरैजनाले हामीलाई साथ दिनुभएको छ, सपोर्ट गर्नुभएको छ, सोही कारणले गर्दाखेरि नै यो कार्यक्रमलाई हामीले यहाँ सम्पन्न गर्न सफल भइरहेका छौँ। अन्तिमसम्म साथ दिनुहुनेछ, हामी विश्वस्त पनि रहेको छौँ। अब बिस्तारै माहौल तातिँदैछ, दर्शकहरू पक्कै बढ्नुहुनेछ, यो अपेक्षा पनि हाम्रो रहेको छ। मैले थोरै यति बेला हामीलाई सहयोग गर्ने व्यक्तिहरू यहाँ उपस्थित हामीले धेरैजना व्यक्तिहरू देखि पनि रहेका छौँ। हामीले धेरै कार्यक्रमलाई लामो गर्न खोजिरहेका छैनौँ, त्यही कारणले गर्दा पनि मैले यहाँ सम्भव हुने साथीहरूको नाम म लिने प्रयास गर्नेछु। छुट्यो भने चाहिँ नरमाइलो चाहिँ नमानिदिनु होला, किनकि यहाँबाट मैले नदेखेको पनि हुनसक्छु, किनकि बिस्तारै साँझ छिपिँदै पनि छ। म अब हामी जति कार्यक्रम अगाडि बढाउँ त्यस पछाडि हामीलाई पोखरा महानगरपालिका वडा नम्बर 3 को प्रतिनिधि हुनुहुन्छ भने पनि म सम्झन चाहन्छु। त्यस्तै गरी पोखरा महानगरपालिका वडा नम्बर 11 प्रतिनिधि कोही हुनुहुन्छ भने पनि सम्झन चाहन्छु। 12 नम्बर वडा, 13 नम्बर वडा, 14 नम्बर वडा अनि 26 नम्बर वडा, उहाँले पनि हाम्रो यो कार्यक्रमलाई सफलता प्रदान गर्नको निमित्त सपोर्ट गर्नुभएको छ। त्यसै गरी हामीलाई पोखरा इन्टरनेट प्रणालीले सहयोग गरेको छ। रूपाकोट ज्योति सुनचाँदी पसलले हामीलाई सहयोग गरेको छ। यदि कोही हुनुहुन्छ भने म यति बेला सम्झन चाहन्छु। त्यसै गरी पालिखी ढाका चोपीले हामीलाई सहयोग गर्नुभएको छ। समय नेपालले हामीलाई सहयोग गर्नुभएको छ। त्यसै गरी सिटी 1 टेलिभिजनले पनि हामीलाई सहयोग गर्नुभएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, त्यस्तै गरी एसके साउन्डले पनि हामीलाई सहयोग गर्नुभएको छ। परिचय एडभर्टाइजिङले पनि सहयोग गर्नुभएको छ। ओरिएन्ट फोटो हाउसले पनि हामीलाई भएको छ। त्यस्तै गरी गन्धर्व नाटक घरले पनि हामीलाई सहयोग गर्नुभएको छ। नेवा मिसा पूजा कास्कीले पनि सहयोग गर्नुभएको छ। म अब व्यक्तिहरूको केही नाम मैले सम्भव हुनेसम्म लिने प्रयास गर्नेछु सर, र अनि हामी अगाडि बढिहाल्छौँ। म विशेष गरेर पोखरा महानगरपालिका वडा नम्बर 9 ले भएको थियो, वडा नम्बर 9 का वडा सदस्यहरूलाई म सम्झन चाहन्छु। गीता चम्राकारज्यू उपस्थित हुनुहुन्छ भने आसन ग्रहण गरिदिनु हुनुको लागि अनुरोध गर्न चाहन्छु। नन्दराम गिरिज्यू म आसन ग्रहण गरिदिनु हुनुको लागि अनुरोध गर्न चाहन्छु। लक्ष्मी पहाडीज्यू आसन ग्रहण गरिदिनु हुनुको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी वडा सचिवज्यू कुलराज पौडेलज्यूलाई पनि म यति बेला सम्झन चाहन्छु। त्यसै गरी पोखरा इन्टरनेट प्रणालीबाट यहाँ सिइओ कृष्ण सुवेदी पनि उपस्थित हुनुहुन्छ, उहाँलाई पनि म यति बेला आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु। हामीलाई समय नेपालले साथ दिनुभएको छ, सन्देश बरालजीलाई पनि मैले सम्झन चाहन्छु। त्यस्तै गरी सिटी 1 टेलिभिजन विष्णु गौतमजीलाई पनि म सम्झन चाहन्छु। त्यस्तै गरी कन्दरा ब्यान्डका मेन भोकलिस्ट विवेक श्रेष्ठ दाई म यति बेला सम्झन चाहन्छु। उहाँले पनि हामीलाई धेरै सपोर्ट गर्नुभएको छ। यो भिन्न खालको कार्यक्रम पोखरामा गर्न तिमीहरूले लागिरहेछौ, म यसमा सपोर्ट गरिहाल्छु भनेर उहाँ पनि खटिरहनु भएको छ। म विवेक श्रेष्ठज्यूलाई अगाडि आएर आसन ग्रहण गरिदिनु हुनुको लागि अनुरोध गर्न चाहन्छु। यसै गरी विनोद बानियाज्यूलाई पनि म यति बेला सम्झन चाहन्छु। विनोद बानियाजी कता हुनुहुन्छ? पक्कै यतै हुनुहुन्छ होला।
म उहाँलाई पनि सम्झन चाहन्छु। त्यस्तै गरी हामीलाई गीतकार प्रतिष्ठान नेपालले पनि सहयोग गर्नुभएको छ, अनुराग अधिकारीज्यू म यति बेला सम्झन चाहन्छु। त्यस्तै गरी सहारा क्लब पोखरा हामीलाई निरन्तर रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जलाई सहयोग गर्नेमा पर्नुहुन्छ। केशव बहादुर थापा वर्तमान अध्यक्ष हुनुहुन्छ। त्यस्तै गरी मैले देखिरहेको छु यहाँ वीरभद्र आचार्यज्यू, म उहाँलाई पनि अनुरोध गर्न चाहन्छु। विक्रम थकालीज्यू, उहाँलाई पनि अनुरोध गर्न चाहन्छु। धेरैजना यहाँ हामीलाई साथ दिनको लागि, सपोर्ट गर्नको लागि आउनु भएको छ, हामी एकदमै खुसी छौँ। त्यसै गरी पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनोहर कडेरियालाई पनि मैले यहाँबाट देखिरहेको छु, म उहाँलाई पनि सम्झन चाहन्छु। त्यसै गरी नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलज्यूलाई पनि मैले देखिरहेको छु, सम्झन चाहन्छु। त्यस्तै गरी फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष राम गुरुङज्यूलाई पनि म यति बेला सम्झन चाहन्छु। नेपाली लेखक सङ्घ गण्डकीका अध्यक्ष ईश्वरमणि अधिकारीज्यूलाई पनि म यति बेला सम्झन चाहन्छु। पोखरेली वा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष दीपक समीपज्यूलाई सम्झन चाहन्छु। मोती भुजेलज्यूलाई सम्झन चाहन्छु। गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव मनकुमार श्रेष्ठज्यूलाई पनि सम्झन चाहन्छु। मैले केही साथीहरूलाई सम्झने प्रयास गरेँ, केही पक्कै पनि धेरैजना सोध्नु भएको छ, त्यसमा नरमाइलो नमानिदिनु होला। मैले देखेको र सम्झे अनुसार भने र म सबैजनालाई एकमुष्ट, जो यहाँ उपस्थित हुनुभएको छ, जसले सुन्नु भएको छ, सबैजनालाई एकमुष्ट रूपमा आसन ग्रहण गरिदिनु हुनको लागि म विनम्र अनुरोध पनि गर्न चाहन्छु। हामी अब फटाफट अगाडि बढिहाल्छौँ। अब हामी लामो रूपमा अगाडि जाँदैनौँ र सबैजनालाई शब्दद्वारा स्वागत गरिदिनु हुनको लागि यति बेला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जका स्टेसन म्यानेजर सञ्जय कुमार मल्लज्यूलाई म अनुरोध गर्दछु। हस्, धन्यवाद। यहाँबाट सबैजना राम्रोसँग देखिँदो रहेछ। यस कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व पोखरा महानगरपालिका वडा नम्बर 9 का अध्यक्ष आदरणीय दिपेन्द्र मर्सानीज्यू र यो कार्यक्रमको अभिभावकत्व प्रदान गर्न आउनुभएका हामी सबैका आदरणीय तीर्थदायी नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व संस्थापक सदस्य सचिव हुनुहुन्छ र मलाई लाग्छ पोखरामा हुने जति पनि साहित्य सङ्गीतका कार्यक्रममा उहाँ अभिभावकत्व प्रदान गर्न आउनुहुन्छ र हामीले पनि आजको यो कार्यक्रमको अभिभावक तीर्थ दाईलाई मानेका छौँ। विवेक दाई, त्यसै गरी सम्पूर्ण, म एकदमै सम्बोधनमा कम समय खर्च गर्छु, सम्पूर्णमा म हार्दिक नमस्कार प्रकट गर्न चाहन्छु। विशेष गरेर रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको यो 25औं वार्षिक उत्सव रजत महोत्सव हामी मनाइरहेका छौँ। 2058 वैशाख 12 मा हाम्रो स्थापना भएको थियो र यो वैशाख 12 मा हामी एउटा कार्यक्रम गरेर यो रजत वर्ष र रजत महोत्सव मनाउँदैछौँ। एउटा बिहानको भेटमा चाहिँ दिपेन्द्र दाई भेट हुनुभयो, दिपेन्द्र मर्सानी दाई, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज एउटा चिया पसलमा हामी आज दाई, म र दिपेन्द्र दाई चाहिँ भेट भयौँ। अनि त्यसपछि कहिलेकाहीँ चाहिँ दिमागमा अनेक उपद्रो खेलिरहन्छ मेरो चाहिँ, अलिकति चकचक गरिराख्न मन लाग्छ। अनि मैले दाईलाई यो कन्सेप्ट सुनाएँ, दाई नारायण गोपालको एउटा कार्यक्रम हामी नियमित रूपमा गर्दै थियौँ, मलाई यो पटक चाहिँ सारङ्गीमा नारायण गोपालको गीत सुनाउनु मन छ भनेर भने। अनि उहाँले त्यसमा एकदमै मजाले चाहिँ समर्थन गरेर त्यो कार्यक्रम चाहिँ बन्द कोठामा गर्नु हुँदैन, फल्चामा गरौँ भनेर उहाँले चाहिँ बरु के कसो गर्न सकिन्छ हामी गरौँला, त्यसमा चाहिँ झलकमानलाई पनि जोडौँ भनेर उहाँले प्रस्ताव गर्नुभयो। यो त गजबको कुरा हो। हामी आफ्नै ठाउँको, आफ्नै भेगको संस्थालाई पनि यसमा जोड्दाखेरि राम्रै हुन्छ र त्यसमा पनि झलकमान सारङ्गी पाठशाला जसले सारङ्गीलाई बचाइरहेको छ र यो विषय एकदमै हामीले त्यति बेला छलफल गऱ्यौँ र सामान्यतया त्यो बेलामा भेन्यू पनि हेर्न आयौँ र यहाँ कार्यक्रम एकदमै सान्दर्भिक हुन्छ भन्ने ठान्यौँ र यसलाई हामीले त्यसरी अगाडि बढायौँ। मलाई चाहिँ सम्झना छ विनोद बानिया, उज्जवल भण्डारी लगायतका साथीहरूसँग मैले 13 वर्ष अगाडि चाहिँ एउटा सारङ्गी र सुगम सङ्गीत भन्ने कार्यक्रम गरेको थिएँ। मलाई यो किनकि यो फ्युजन टाइपको हुन्छ नि, अलिकति यसमा केही नयाँ आइहाल्छ कि भन्ने खालको चाहिँ मलाई यो प्रयोगहरू अलिक बढी गर्न मन लाग्छ, सुन्न मन लाग्छ। त्यस्तै प्रयोगवादी गीतहरू पनि सुन्न मन लाग्छ र केही गर्न चाहिँ हुन्छ नि, यस्तो खालको कस्तो हुन्छ भन्ने खालको चाहिँ गर्न मन लाग्छ। त्यो खालको चाहिँ मैले चाहिँ यो पछिल्लो समय देउसी भैलोमा विशेष गरेर यी भाइ बहिनीहरू, सारङ्गी पाठशालाका भाइ बहिनीहरू ले देउसी भैलो जुन मौलिकताका साथ चाहिँ गरे, त्यो चाहिँ देशभरि यी भाइ बहिनीहरूले वाहवाही पाए र त्यो कारणले गर्दाखेरि एउटा एक्सपोजर पनि चाहिरहेको छ झलकमान सारङ्गी पाठशालाका यी भाइ बहिनीहरूलाई भन्ने लाग्यो। त्यो कारणले गर्दाखेरि यो
कार्यक्रम हामीले त्यो उपज ठानेका छौँ र हामी धेरैजनालाई यही कार्यक्रम मार्फत सम्झाउन चाहन्छौँ। पोखरा यसै पोखरा भएको होइन, पोखरा यस्तै यस्तै विविध कार्यक्रमका कारणले गर्दाखेरि पोखरा भएको हो। पोखरामा हामीले धेरै चाहिँ सर्जकहरू पाएका छौँ र धेरै सर्जकहरूको कारणले गर्दाखेरि कला संस्कृति साहित्य यो भूमि उर्वर बनेको छ, भनौँ न जीवन्त बनाएको छ यो भूमिलाई भन्ने लाग्छ। म यहाँहरू सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु। हिजो हामीले चाहिँ यो कार्यक्रम गरिरहँदाखेरि र यो कार्यक्रमलाई अझ कसरी चुस्त दुरुस्त बनाउन सकिन्छ भन्ने गरिरहँदाखेरि विवेक दाई चाहिँ फोनै गरेर आउनुभयो। उहाँले चाहिँ त्यो पोस्टर हेरेर तिमीहरूले गजब कार्यक्रम गर्न लाग्छौ यार, म पनि आउँछु भनेर चाहिँ भन्नुभयो र उहाँले यहाँ उहाँ चाहिँ घर बस्नु भएन, उहाँलाई त्यो हुन्छ नि त्यो एकदमै आतुर भयो यो कार्यक्रममा आउनलाई। उहाँले चाहिँ हामीलाई हौस्याउनु भयो। विवेक दाई विनोद सँगसँगै आइरहेको थियो र उहाँहरूले चाहिँ हामीलाई यो हौसला प्रदान गर्नुभयो र धेरैजनाले चाहिँ हौसला प्रदान गर्नुभएको छ। अघि राजारामले यो नामहरू सम्झेको छ, म फेरि दोहोऱ्याउन चाहन्न। म धेरै सबैजनालाई धेरै धन्यवाद दिन चाहन्छु। हामीले हाम्रो माटोलाई माया गर्नुपर्छ, हाम्रो मौलिकतालाई माया गर्नुपर्छ, हाम्रो अस्तित्व जोगाउनुपर्छ, हाम्रो पहिचान जोगाउनुपर्छ भन्ने लाग्छ र त्यही काम चाहिँ हामीले रेडियो अन्नपूर्णले गरेका हौँ। अरू थुप्रै खास नयाँ काम यो मैले केही गरे जस्तो लाग्दैन। खास रेडियो अन्नपूर्णले खास नयाँ काम त केही पनि गरेको छैन, तर यहीँको माटोलाई यहीँको माटोमा हुर्किएका सर्जकहरूलाई चाहिँ माया गर्नुपर्छ। र आज पूर्व सन्ध्या पनि हो, नारायण गोपालको पूर्व स्व सम्राट नारायण गोपालको पूर्व स्मृतिको पुण्यतिथिको पूर्व सन्ध्या पनि भोलि मङ्सिर 19 गते नारायण गोपालको पुण्य स्मृति हो र त्यसै गरी मङ्सिर 6 गते चाहिँ झलकमान गन्धर्वको पुण्यतिथि पनि हो। यो महिनाको सन्दर्भ पनि हामीले पारेका छौँ। दुवै स्रष्टालाई हार्दिक श्रद्धासुमन प्रकट गर्दै यहाँहरू सबैजनालाई हार्दिक धन्यवाद सहित हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद। रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सञ्जय कुमार मल्लज्यूलाई शब्दद्वारा स्वागत उहाँले गरेर गइसक्नु भएको छ। म थोरै आसन ग्रहणलाई जोड्न चाहन्छु। शीतला देवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिका कार्कीज्यूलाई म अतिथिको आसन ग्रहण गरिदिनुहुनुको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी इन्फर्मेटिक्स कलेजका प्रमुख प्रद्युम्न केसीज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुनुको लागि म अनुरोध गर्न चाहन्छु। अब हामी किनकि हामीले धेरैले सारङ्गीको धुन अनि गीत सुन्न आतुर छौँ, धेरै लामो छैन हामीले भनिरहेछौँ। त्यसले गर्दाखेरि अब हामी आजको कार्यक्रमको उद्घाटनतर्फ अगाडि बढ्न गइरहेका छौँ र आजको हाम्रो कार्यक्रम उद्घाटन गर्दैछौँ। साथमा उद्घाटन सँगसँगै हामीले मङ्गल धुन त्यतिखेर सुन्न पाउनेछौँ र आजको हाम्रो कार्यक्रमलाई उद्घाटन गरिदिनु हुनुको लागि आजको कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष दिपेन्द्र मर्सानीज्यू, त्यस्तै गरी आजको हाम्रो कार्यक्रमका विशिष्ट अतिथि तथा प्रमुख वक्ता तीर्थ श्रेष्ठज्यूलाई सारङ्गी हस्तान्तरण गरेर आजको हाम्रो यो कार्यक्रमको विधिवत रूपमा उद्घाटन गरिदिनु हुनको लागि म विनम्र अनुरोध गर्न चाहन्छु। अब हामी आजको कार्यक्रमलाई उद्घाटन गर्न गइरहेका छौँ। सारङ्गी हस्तान्तरण गरेर म रेडियोका स्टेसन म्यानेजर लगायतलाई पनि सरिक भइदिनु हुनको लागि उद्घाटन समारोहमा म अनुरोध गर्न चाहन्छु। हामी उद्घाटनको क्षणमा रहेका छौँ र मङ्गल धुन पनि प्रस्तुत गर्दै हुन्छौँ। आजको कार्यक्रममा औपचारिक रूपमा उद्घाटन भइसकेको छ। आजका हाम्रा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष दिपेन्द्र मर्सानीज्यू, त्यसै गरी विशिष्ट अतिथि तथा प्रमुख वक्ता कवि संस्कृति कर्मी तीर्थ श्रेष्ठज्यूप्रति हार्दिक आभार व्यक्त हामी गर्न चाहन्छु। म आसन ग्रहणको क्रममा जोड्न चाहन्छु गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु।
पनि हामीले सुनिसकेका छौँ र उद्घाटन पनि भइसकेको छ। अब हामी पहिलो चरणको कार्यक्रम त्यति लामो गर्न गइरहेका छैनौँ र यति बेला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको माध्यमबाट प्रत्यक्ष प्रसारण पनि भइरहेको छ। रेडियो सुनेर बस्ने सबैजना श्रोता साथीलाई पनि हामी पोखरा महानगरपालिका वडा नम्बर 9 स्थित महेन्द्रपुलमा रहेको फल्साबाट हार्दिक स्वागत गर्न चाहन्छौँ र यहाँ भएका गतिविधि तपाईँले घरमै बसेर रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको फेसबुक पेज, त्यसै गरी प्रत्यक्ष रूपमा रेडियो मार्फत पनि सुनिरहनु भएको छ। निरन्तर रेडियोबाट सुनेर साथ दिनको लागि हामी अनुरोध गर्न चाहन्छौँ। अब हामी किन हामीले कार्यक्रम पोखरामा गऱ्यौँ, अघि स्टेसन म्यानेजर सञ्जय कुमार मल्लज्यूले पनि भनिसक्नु भएको छ र अहिले पनि कार्यक्रम चाहिँ हुने गर्दथे। स्मृति दिवसको अवसरमा विशेष गरेर नारायण गोपाल स्मृति दिवसको अवसरमा कार्यक्रम निरन्तर हामीले पनि पहिला गरिरहेका थियौँ। अहिले यसमा हामीले झलकमान अनि नारायण गोपाल किन जोडिरहेछौँ ती खालका कुराहरू पनि छन्। हामीले त्यो फरक टेस्ट दिनको लागि पनि गरिरहेछौँ। त्यही भएर पनि धेरैजना जिज्ञासु भएर यो कार्यक्रमलाई सफलता प्रदान गर्न यहाँ आउनु भएको छ। हामी खुसी छौँ त्यसको लागि। साथमा केही कुराहरू जोडिएका पनि छन् पोखरासँग। विशेष गरेर झलकमान गन्धर्व त यहीँको हुनुहुँदै भयो, नारायण गोपालको बारेमा पनि केही कुरा जोडिएका छन्। अब आजको हाम्रो प्रमुख वक्ताले ती कुराहरूलाई सुनाउनुहुन्छ, किनकि नारायण गोपाललाई स्वर सम्राट भन्ने क्रमको सुरुवात पनि पोखराबाटै भएको हो। भुपी शेरचनले त्यति सुरुवात गरे पछाडि भएको भनेको यस्ता कुरा धेरै छन्। अब हामीले छोटो रूपमा फेरि आज हामी लामो मन्तव्य चाहिँ सुन्दैनौँ, तर सठिक कुरा जे कुरा हामीले सुन्नुपर्ने हो त्यो कुरा फेरि हामी छुटाउन चाहँदैनौँ। त्यही कारणले गर्दा पनि त्यसलाई बुझेर आजको हाम्रो कार्यक्रममा स्वर सम्राट नारायण गोपाल, त्यसै गरी झलकमान गन्धर्वको बारेमा परिचयसहित प्रमुख वक्ताको रूपमा आफ्नो भनाइ राखिदिनु हुनको लागि आजको हाम्रो कार्यक्रमका विशिष्ट अतिथि कवि संस्कृति कर्मी तीर्थ श्रेष्ठज्यूलाई म विनम्र अनुरोध गर्दछु। यो महत्त्वपूर्ण कार्यक्रमका आदरणीय अध्यक्षज्यू, आजका प्रमुख अतिथि पोखरा महानगरपालिका वार्ड नम्बर 9 का वडाध्यक्षज्यू, कन्नडा ब्यान्डका स्तम्भ विवेक भाइ र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय दाजुभाइ, यो म मन्तव्यभन्दा बढी श्रद्धाञ्जली मन्तव्य भनौँ त्यसमा सीमित हुन चाहन्छु। युगले कहिलेकाहीँ केही यस्ता मानिसको जन्मदिन छ जसलाई शताब्दीले बिर्सन सक्दैन, शताब्दीसम्म नभुलिदिने त्यस्ता केही अमर नेपाली मानिसहरूमध्ये एकजना झलकमान गन्धर्व हुनुहुन्छ। विक्रम सम्वतको 1992 सालमा पोखराकै बाटले जन्मनुभएका झलकमान जातीय हिसाबले नै सारङ्गीसँग निकट हुनुहुन्थ्यो। उहाँका पिताजी आफै पनि सारङ्गी वादक हुनुहुन्थ्यो र उहाँले बच्चैदेखि सारङ्गी त बजाउनु भयो, तर राष्ट्रिय स्तरमा 2024 सालमा लोकगीत प्रतियोगितामा आमाले सोध्लानी खै छोरा भन्लान भन्ने गीत गाइसकेपछि उहाँ राष्ट्रिय स्तरमा देखा पर्नुभयो। सँगसँगै एउटा बिछोडको कहानी पनि त्योसँग जोडिएको छ। त्यो बिछोडको कहानी के भन्दा पोखरासँगको उहाँको एक प्रकारले सम्बन्ध टुट्यो। उहाँ रेडियो नेपालमा मादल र सारङ्गी वादकका रूपमा काम गर्न थाल्नुभयो र केही समयपछि काठमाडौँको मोहमा बाँधिँदै त्यही एउटा नेवारी कन्यासँग उहाँको विवाह हो र किर्तिपुरको मत्स्य गाउँमा बस्न थाल्नु। झलकमान गन्धर्व मलाई लाग्छ त्यो करोडौँ मान्छेका बीचमा सुन्दा पनि अलग्गै छुट्याउन सकिने आवाज हो। झलकमानले गाएको गीतको भाका त्योभन्दा अगाडि त थियो होला, त्योभन्दा पछाडि झलकमानलाई पछ्याउन सकेका छैनन्। झलकमानले डाँफेको सवाई गाए, झन्डै 9 मिनटभन्दा बढी लामो गीत थियो। डाँफे र मुजली चलेको सवाई भनेको त्यो बेलाको नेपालको सबैभन्दा लामो गीत थियो। झलकमानले त्यो डाँफेको सवाईमा मुस्ताङदेखि डाँफे चरालाई तल झार्दै तानसेन हुँदै बुटोल हुँदै देशका विभिन्न भागमा पुर्याएका छन् र विभिन्न भागको विषयमा वर्णन गरेका छन्। झलकमानले विरक्तिको पीडा पनि पोखेका छन्
स्थान विशेषको कुरा पनि गरेका छन् र झलकमानले सँगै भजन पनि गाएका छन्। गोर्खाको गोरखकालिकाको महिमा पनि गाएका छन्। झलकमानको गीत हामीले अत्यन्त कम पाएका छौँ। 8-9वटा भन्दा गीत हामीले सुन्न पाएका छैनौँ। तर मलाई मेरो जानकारीमा आएसम्म झलकमानले रेडियो नेपालमा 250 भन्दा बढी गीत रेकर्ड गराएका थिए भन्ने सुन्नमा आएको छ। पोखराले झलकमानलाई सम्झ्यो कि सम्झेन भन्ने सवाल पनि छ। पोखरा महानगरपालिकाले तत्कालीन उपमहानगरपालिकाले जुन बेलामा कृष्ण थापा प्रमुख हुनुहुन्थ्यो, पोखरी नवरत्न सम्मानको सुरुवात गराएको थियो। कस्तो संयोग भयो भन्दा 59 सालमा उहाँलाई पोखरी नवरत्न सम्मानबाट सम्मानित गर्यो। 60 सालमा उहाँ दिवंगत हुनुहुन्थ्यो। 1 साल तलमाथि भएको भए पनि नगरपालिकाले सम्झने अनुकूल मिल्दैन थियो। र झलकमान मलाई लाग्छ हामी सबैका मनमा मुटुमा बाँचिरहनु भएको छ। अहिले पनि कतिपय गीत गायनका प्रतियोगिताहरूमा झलकमानका गीतहरू गुन्जिरहेका छन्। त्यसकारण झलकमान सधैँ बाँचिरहने एउटा नामका रूपमा हामीले सम्मान गर्न सकौँ। म त्यही कामनाका साथ उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। नारायण गोपालका विषयमा पनि धेरै भन्नुपर्ने आवश्यकता केही छैन। मलाई लाग्छ नारायण गोपालको गीत नसुन्ने त नेपाली नै छैन। जो नेपाली छ उसले नारायण गोपालको गीत सुनेकै छ, कुनै न कुनै रूपले नारायण गोपाललाई चिनेकै छ। तर म तपाईँहरूलाई नारायण गोपाल र पोखराको कनेक्सन के हो त्यो चाहिँ बताउन चाहन्छु अत्यन्त संक्षेपमा। नारायण गोपाल र पेमला लामाको बिचको प्रेम प्रसङ्ग धेरैलाई थाहा होला। उहाँले पेमला लामा उहाँकी प्रेमिकालाई दार्जिलिङबाट भगाएर काठमाडौँ ल्याउनुभयो। उहाँका पिता जो आफैमा सङ्गीतज्ञ हुनुहुन्थ्यो उस्ताद आशा गोपाल गुरुवाचार्य, विजातीय कन्यासँग विवाह गरेका कारणले गर्दा उहाँको पिता आशा गोपालले उहाँलाई स्वीकार्नु भएन। तर त्यति बेलामा नारायण गोपाल पोखरा आउनु भएको थियो। आफ्नी नवविवाहित श्रीमती पेमला लामालाई लिएर भूपी सेचन पोखरामा हुनुहुन्थ्यो। भूपी सेचनले नारायण गोपालका दम्पतिलाई आफ्नो घरमा राखेका थिए। कतिलाई थाहा छ छैन, यो नदीपुलको कन्या स्कुलमा पेमला लामाले अङ्ग्रेजी भाषा, अङ्ग्रेजी विषय पढाउनुहुन्थ्यो। केही समय नारायण गोपालले पनि अभ्यास गर्नुभयो। तर 6-8 महिनाभन्दा लामो समय उहाँहरू पोखरामा बस्नु भएन। र एउटा गजबको गीत छ गोपी सेचनले लेख्नु भएको, नारायण गोपालले गाउनु भएको। त्यो चाहिँ पोखरामै लेखियो, पोखरामै सङ्गीतबद्ध भयो। सानै हुरीमा बैंसको सपना, सिमलको फुल झैँ झरी गयो, तिमी के गयो, बैंसले पनि मलाई आँखा तली गयो भन्ने गीत अहिलेको महुजा टोलको भूपी सेचनको निवासमा भूपीले लेख्ने र नारायण गोपाल आफैले सङ्गीतबद्ध गरेर यो अगाडि बढेको हामीसँग इतिहास पनि छ। 28 सालमा नारायण गोपालले पोखरामा साङ्गीतिक साँझ गर्नुभयो, एकल साङ्गीतिक साँझ गर्नुभयो। त्यो एकल साङ्गीतिक साँझमा भूपी सेचनले एउटा अजम्बरी कुरा भन्नुभयो। त्यो अजम्बरी कुरा के भन्नुभयो भन्दा नारायण गोपाल नेपालका स्वर सम्राट हुन्। अहिले पछि भनेको होइन, त्यही बेलामा 28 सालमा उहाँ 47 सालमा बित्नुभयो। झन्डै 19 वर्ष अगाडि नै उहाँलाई स्वर सम्राटको उपाधि भूपी सेचनले पोखरामा लिइसक्नु भएको थियो। र नारायण गोपाल पहिलो त्यस्तो भाग्यमानी नेपाली कलाकार हो जसलाई हजारौँका सङ्ख्याले नेपाली जनताले विदा गरे। 2047 सालको मङ्सिर 19 गतेका दिन वीर अस्पतालमा जब उहाँको देहावसान भयो भन्ने समाचार फैलियो, एउटा प्रत्यक्षदर्शी म पनि थिएँ, म पनि त्यहाँ पुगेको छु। बनेपाबाट, धुलीखेलबाट, नुवाकोटबाट त्यो मेट्रो बस रिजर्भ गरेर मानिसहरू नारायण गोपाललाई अन्तिम श्रद्धाञ्जली दिन आइपुगेका थिए। 20औं हजार मान्छे नारायण गोपालको शवयात्रामा सामेल भएका थिए। नेपालीले त्यसरी मिलेर श्रद्धाञ्जली व्यक्त गरेको पहिलो गायक नारायण गोपाल हुनुहुन्थ्यो। र नारायण गोपालले जति पनि गीत गाउनुभयो
नारायण गोपालका विषयमा नारायण गोपालले पहिलो गीत गाउनु भएको रेकर्ड गरेको थियो। रत्न शमशेर थापाले एकचोटि प्रेमध्वज प्रधान पोखरामा आउने बेलामा प्रेमध्वजलाई के भन्नुभयो भन्दा, प्रेमध्वजजी तपाईँको गला नारायण गोपालको भन्दा उच्च स्तरको छ, तर नारायण गोपाल जति तपाईँ पपुलर किन हुनु भएन मलाई थाहा छ भनेर रत्न शमशेर थापाले सोध्नुभयो। रत्न शमशेर थापाले सोधेपछि बडो प्रेमध्वज प्रधान अन्यमनस्क हुनुभयो अनि आफैले जवाफ दिनुभयो रत्न शमशेर थापाले, नारायण गोपाल तपाईँभन्दा पपुलर किन हुनुभयो भन्दा नारायण गोपालसँग गीत छान्ने शक्ति तपाईँसँग हुँदा बढी थियो र नारायण गोपालले यति कलात्मक गीतहरू गाउनुभयो, यति मिठो गीतहरू छान्नुभयो। र नारायण गोपालसँग अर्को एउटा मजबुत विषय के थियो भन्दा उहाँले नेपालमा पहिलो साङ्गीतिक पत्रिका पनि निकाल्नुभयो। एउटा नयाँ शब्दको निर्माण गर्नुभयो। बाजा, गीत, नाच, यो तिनवटा शब्दलाई बागिना भन्ने शब्द दिएर उहाँले एउटा साङ्गीतिक पत्रिका निकाल्नुभयो। 3 अङ्कसम्म निस्क्यो र त्यसको संयोग पोखरासँग जोडिन्छ। नारायण गोपाल जस्तै नाम भएका सरोज गोपालले एउटा साङ्गीतिक संस्था खोल्नुभयो पोखरामा, बागिना सांस्कृतिक परिवार भनेर। यसरी नारायण गोपाल र पोखराका बिचमा एक प्रकारको अत्यन्त सुमधुर सम्झना रहेको छ। म यिनै सम्झनाका साथ स्वर्गीय नारायण गोपालका प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै आफ्नो मन्तव्य यही अन्त्य गर्छु। धन्यवाद। धेरै धेरै धन्यवाद। आजको हाम्रो कार्यक्रमका विशिष्ट अतिथि तथा प्रमुख वक्ता उहाँले नारायण गोपाल अनि झलकमान गन्धर्वको बारेमा हामीलाई केही नयाँ जानकारी दिएर पनि गइसक्नु भएको छ। हाम्रो अपेक्षा पनि त्यही रहेको थियो र हामीले आज धेरै लामो समय उहाँको लागि पनि प्रदान गरिरहेका थिएनौँ, किनकि हामी मुख्य क्षणमा प्रवेश गर्न खोजी पनि रहेका छौँ, सुन्न आतुर पनि रहेका छौँ। म थोरै आसन ग्रहणको क्रमलाई जोड्न चाहन्छु। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जका पूर्व स्टेसन म्यानेजर दिपेन्द्र श्रेष्ठज्यूलाई म अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि विनम्र अनुरोध गर्न चाहन्छु। यसै गरी आसन ग्रहणकै क्रममा रेडियो अन्नपूर्ण परिवारका सदस्य डाक्टर माया लामाज्यूलाई पनि म आसन ग्रहण गरिदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु। यसै गरी नेवा खलकास्कीका अध्यक्ष अशोक पालिकेज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु। अब हामी एउटा मात्रै मन्तव्य सुन्छौँ अनि हामी अर्को चरणमा प्रवेश गरिहाल्छौँ, त्यस पछाडि छैन है। किनकि अब हामी प्रमुख अतिथिको त सुन्नु नै पर्यो। हामीले किन कार्यक्रम गर्न सफल भयो, यहाँ कसरी हामीले तारतम्य मिलायौँ र कस्तो साथ हामीले पायौँ भनेर निरन्तर भनिरहेछौँ। धेरैले थाहा पनि पाइसक्नु भएको छ। हामीलाई आजको कार्यक्रमलाई यहाँसम्म ल्याउनको लागि पोखरा महानगरपालिका वडा नम्बर 9 को महत्त्वपूर्ण साथ रहेर आज हामीलाई प्रमुख अतिथिको रूपमा पोखरा महानगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष जसले कला संस्कृति साहित्यलाई अत्यन्त माया गर्नुभएको छ, उहाँले गरेका काम हामीले हेऱ्यौँ भने त्यतातर्फ बढी मात्रामा, किनकि कला संस्कृतिको धनी सहर पोखरा र उहाँले त्यही अनुसार अगाडि बढाउनुपर्छ भनेर पनि यस्ता खालका कार्यक्रममा बढी मात्रामा साथ सपोर्ट दिने गर्नुहुन्छ। हामी त्यसबाट पनि निकै नै उत्साहित भएका छौँ, आभार पनि प्रकट गर्न चाहन्छौँ र प्रमुख अतिथिको मन्तव्य राखिदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु हाम्रो कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर 9 का वडा अध्यक्ष दिपेन्द्र मर्सानीज्यूलाई। धन्यवाद रामाज्यूलाई। सर्वप्रथम त यो कार्यक्रम उपस्थित सम्पूर्ण दर्शकहरूलाई स्वागत गर्न चाहन्छु है सर्वप्रथम। र आज यो कार्यक्रमको सभा अध्यक्ष अन्नपूर्ण एफएमका स्टेसन म्यानेजर आदरणीय सञ्जय मल्लज्यू, यसै गरी यस कार्यक्रममा विशेष अतिथिमा पाल्नुहुने आदरणीय टिका दाई, यसै गरी यो कार्यक्रमलाई सफल पार्न हुने विभिन्न सङ्घ संस्था, यो कला संस्कृतिलाई मनैदेखि माया गर्ने कन्दरा ब्यान्डका भोकलिस्ट आदरणीय मित्र विवेक सुरेशज्यू, सम्पूर्ण मेरा जनप्रतिनिधि साथीहरू, यो कार्यक्रम हामीले गर्नेको उद्देश्य एउटा जनप्रतिनिधि भइसकेपछि धेरै साथीहरूले भन्नुहुन्छ जनप्रतिनिधि केवल बोल्नुहुन्छ, भाषण गर्नुहुन्छ भने धेरै नेताहरूलाई भन्ने चलन छ। तर एउटा वडा नम्बर 9 को एउटा जनप्रतिनिधि
हामी भाषण गर्दैनौँ, लेखाइमा हामी कन्जुसाइ गर्दैनौँ। हामी काम गरेर देखाउनुपर्छ भनेर कला संस्कृतिलाई केवल त्यो कागजको खोस्टामा होइन कि व्यवहारमा उतार्नुपर्छ भने यी भाइ बहिनीहरूलाई अगाडि प्रस्तुत आज तपाईँहरू सामु गर्दैछौँ। हामी चाहिँ यो बच्चाहरू हामी किन प्रस्तुत गरिराखेछौँ भने यी बच्चाहरू फेरि गन्धर्व के अरे झलकमान गन्धर्व सांस्कृतिक पाठशालाका बच्चाहरू, ती बच्चाहरू तिहारको बेलामा, ती जाडोको कठाङ्ग्रिने बेलामा बच्चाहरूले रेटेका ती हातहरूबाट रगत बगिराख्दाखेरि ती बच्चाहरूले गरेका आँखाका टोलाएर सबैले फेसबुकमा हेरिराखेको थियो। ती बच्चाहरूलाई अब मैले प्रस्तुत गर्नुपर्छ भने आज नै अन्नपूर्ण एफएमका आदरणीय साथीहरूसँग कोर्डिनेसन गरेँ, जुन उहाँको उद्देश्य पनि नारायण गोपाल र झलकमान गन्धर्वको एउटा संयुक्त रूपमा कार्यक्रम स्मृतिमा एउटा कार्यक्रम गरौँ भन्ने रहेछ। सहयोगले यी बच्चाहरूको त्यो गरेका कार्यक्रम अब हामीले प्रस्तुत गर्नुपर्छ। मेरो महानगरपालिकाको ती भाइ बहिनीलाई मैले प्रस्तुत गर्नुपर्छ भनेर यो स्पेस सुरु गरेको छ। यसलाई विशेष गरी यो कार्यक्रमलाई यहाँसम्म ल्याइदिनको लागि अन्नपूर्ण एफएमलाई म मनैदेखि धन्यवाद दिन चाहन्छु। यदि उहाँले यो कन्सेप्ट डेभलप नगर्नु भएको आज मैले ल्याउन सक्दैन। आज यी कलिला भाइ बहिनीलाई यो ठाउँ हामीले यो अर्थमा देखेका हौँ कि उहाँहरूको भविष्य अब यहाँबाट सुरुवात हुन्छ। अब उहाँहरूले बाटोमा बसेर गीत गाउने होइन, अब एउटा कुनै मञ्चमा सुरुवात गर्नुपर्छ भने हामी सुरुवात गर्दैछौँ। र यो मैले विशेष अहिले के भन्दैछु भने हामीले मैले फेसबुकमा स्ट्याटस हाल्दै थिएँ, मलाई गर्व लाग्छ, खुसी लाग्छ। पोखराकै पुरानो बिहान कन्दराको उहाँले फोन गर्नुभयो, देव दाइ तपाईँ कहाँ हो भनेपछि म त यस्तो कार्यक्रम यहाँ छु, म त आइहाल्छु भनेर जुन सुरुमा उहाँले हौसला दिनु। एउटा त्यस्तो कलाकारले हामीलाई गर्दाखेरि मलाई त्यतिखेर नि यो कार्यक्रम सफल हुन्छ भनेर लागिरहेको थियो। मैले एकचोटि विवेक सरलाई उठ्थेँ, यदि तपाईँ सुरुमा नआइदिए यो कार्यक्रम सुरु हुन्थेन। यो हो आफ्नो माटोलाई माया गर्ने, आफ्नो कलालाई माया गर्ने र मेरो ठाउँमा के छ भन्ने कुरा मनैदेखि यो हामीले चाहेको। र त्यसै गरी यो गन्धर्व पाठशालाको सारङ्गी पनि हाम्रो हो। अब उहाँले गाउने चिज पनि हाम्रो सम्पत्तिलाई संरक्षण गर्नुपर्छ, हाम्रो सुरुवात गर्नेछौँ। त्यसले गर्दा सम्पूर्ण साथीहरूलाई म मनैदेखि धन्यवाद दिन चाहन्छु। अनि विशेष गरेर यो कार्यक्रम मैले एउटा इन्टरभ्यूमा अन्नपूर्ण एफएमको सकिसकेपछि चिया गफमा कुरा भयो र यो आएर मैले घरमा सुनाएँ। घरमा सुन्दाखेरि मेरो जीवन सङ्गिनी आदरणीय सार्वी वास्तवलाई यहीँ हुनुहुन्छ, कृपया उहाँले गरिहाल्नुपर्छ नि, मलाई साथ दिने उहाँ हुन्छ। एकदम उहाँलाई जोडदार ताली बजाउनु त्यसरी एउटा घर परिवारले पनि मलाई साथ दिनुहुन्छ। यसै गरी फेरि म मेरो जनप्रतिनिधि आएँ, हाम्रो लक्ष्मीजी हुनुहुन्छ, कहाँ हुनुहुन्छ हाम्रो जनप्रतिनिधि, त्यसै गरी हाम्रो नन्दराम दाई हुनुहुन्छ, त्यसै गीता चम्रकार बहिनी हुनुहुन्छ, हाम्रो सचिवजी हुनुहुन्छ। यो गरे यस्तो राम्रो कार्य किन नगर्ने, ल अझै चाहिँ कति दिने भन्छ, यति दिने भन्छ, एउटा हामी सुरुवात गर्छौँ। यसको सब आँट र भरोसा दिएर आज तपाईँसँग प्रस्तुत गरेर यसलाई पूर्ण रूपमा आफ्नै कला संस्कृति भनेर सम्झिनुहोला। हाम्रो कार्यक्रम कथा केही तलमाथि भयो भने त्यसलाई म वडा नम्बर 9 को र म व्यक्तिगत तर्फबाट माफी माग्दै आजको कार्यक्रम शुभारम्भ भएको जानकारी गराउँछु। हस्त धन्यवाद, नमस्कार। धेरै धेरै धन्यवाद। आजको हाम्रो कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष दिपेन्द्र मर्सानीज्यूलाई कसरी सन्दर्भ जोडिएको थियो र कसरी आज हामीले कार्यक्रम गर्न सफल भयौँ उहाँले भनि पनि सक्नु भएको छ। र उहाँले निरन्तर रूपमा यस्तो खालको कार्यक्रम मिलेर गर्ने हो है, यो चाहिँ अब सेड्युलमै राख्छु भनेर पनि हामीलाई हौसला प्रदान गर्नुभएको छ। म कृपया यहाँ उपस्थित हुनुहुने सबैजनालाई जोरदार तालीका साथ हाम्रो प्रमुख अतिथिज्यूलाई सम्मान गरिदिनुहुनको लागि अनुरोध गर्न चाहन्छु। अब हामी मुख्य ठाउँमा आइपुगेका छौँ। छिटो छिटो हेरेर जानु पाए हुन्थ्यो सोचिरहनु भएको छ होला है सबैजनाले, मलाई पनि त्यस्तै लागिरहेछ। त्यही कारणले गर्दाखेरि पनि अब हामी फटाफट त्यतातर्फ नै प्रस्तुत गर्नेछौँ। मैले अघि पनि नाम लिएको थिएँ, नेवाखोला कास्कीका अध्यक्ष अशोक पालिकेज्यूलाई अगाडि आएर अगाडिको रोमा आएर आसन ग्रहण गरिदिनु हुनको लागि म विनम्र अनुरोध गर्न चाहन्छु नेवाखोला कास्कीका अध्यक्ष अशोक पालिकेज्यूलाई। र अब हामी झलकमान गन्धर्व सारङ्गी पाठशालाका बाबुहरू जुन तपाईँले देखिरहनु भएको छ, अघि हामीले मङ्गलधुन त सुनि पनि सक्यौँ, उहाँहरूले अब हामीलाई प्रस्तुति राख्नुहुनेछ र म थोरै परिचय उहाँहरूको दिन गइरहेको छु। यहाँ को हुनुहुन्छ, नाम के रहेछ भन्ने कुरा हामी सबैजनाले थाहा पाउनुपर्ने हुन्छ। यहाँ हुनुहुन्छ, हामीलाई यो सबै तारतम्य मिलाउनु भएको छ झलकमान गन्धर्व सारङ्गी पाठशालाका प्रशिक्षक हुनुहुन्छ समीर गायकजी। म उहाँलाई अगाडि आइदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु। हामीले उहाँसँग कोर्डिनेसन गरेर अनि हामीले तारतम्य मिलाउनलाई सफल भएका हौँ। उहाँ झलकमान गन्धर्व सारङ्गी पाठशालाको प्रशिक्षक हुनुहुन्छ र यसै गरी हामीलाई आज यहाँ आफ्नो प्रतिभा देखाउनको लागि आउनु भएको छ झलकमान गन्धर्व सारङ्गी पाठशालामा प्रशिक्षण गरिरहनु हुने मैले सम्झन चाहेँ अविरल हुनुहुन्छ उहाँ। त्यसै गरी शैलेशजी
क्रिसजी, त्यसै गरी दिपेशजी, सागरजी, प्रतापजी, युनिसजी, संस्कारजी, रेवाजी, सम्पूर्णजी अनि आविष्कारजी। अब उहाँहरूको अब थोरै झलकमान गन्धर्व सारङ्गी पाठशालामा उहाँले सिक्दै पनि हुनुहुन्छ, थोरै अनुभव युनिसीले यहाँ सुनाउनुहुन्छ, त्यस लगत्तै म चाहिँ बोल्दिनँ। अनि तपाईँहरूले निरन्तर रूपमा झलकमान गन्धर्व अनि नारायण गोपालका गीतहरू सुन्न पाउनुहुनेछ। अब हामी सबैको ध्यान आजको आकर्षण, यो कार्यक्रमको मुख्य आकर्षण त हामी होइन नि त, आजको कार्यक्रमको मुख्य आकर्षण भनेकै उहाँहरू हुनुहुन्छ। म उहाँहरूलाई नै माइक हस्तान्तरण गर्न चाहन्छु। जोरदार तालीका साथ उहाँलाई स्वागत गरौँ। हेलो, नमस्ते। हामी झलकमान सारङ्गी पाठशालाबाट आज हुन गइरहेको नारायण गोपाल र झलकमान गन्धर्वको स्मृतिमा हामीले गीत बजाएर उहाँको सम्झनामा हामीले जस्तो हुन्छ त्यस्तै सिकेर सुनाउँदै गइरहेको छौँ। कस्तो लाग्छ साथ दिनु होला। यहाँ भने नि अलि अगाडि अलि पत्रकार डिस्टर्ब आउँदाखेरि यसो धुन बजाऊ है। कोही बेला साउन्ड डिस्टर्ब आउँदाखेरि अहिले यसो रोकिएको छ, कोही बेला यसो धुनु र अनि फेरि चलायो। हेलो चेक हेलो
Hello.
Yo,
सिमलाको बुवा जस्तै कोही कदम साथ हिँडौ सुकिनु त छँदैछ मरि फेरि एकान्तमा रुनु त छँदैछ केही मिठो बात गर रात त्यसै ढल्किँदैछ रात त्यसै ढल्किँदैछ रात त्यसै ढल्किँदैछ रात त्यसै ढल्किँदैछ दिपेन दाई यतापट्टि सर्दिनु त टाउको आयो क्या आधा यतापट्टिकोमा जानु हामीले भनेको मान्दछौँ भने मेरी राजा प्यारीको तीर्थ घुम्न जाम राजा प्यारीको राजा प्यारीको मलाई दिन दिनको भने सैलाकी गयो राजा प्यारीको मलाई दिन दिनको भने सैलाकी गयो हरियो भन्नु त्यो काँचो बाटो मेरो राजा प्यारीको पहेँलो सुराती गहिरो घरि हुँदैन भने मेरो राजा प्यारीको खेलाउनु बिराती राजा प्यारीको तिनथामको सुपारी हेरन दादै फकाउँछन् मलाई मेरो राजा प्यारीको भीमसिंहलाई पुकारी राजा प्यारीको राजा प्यारीको मलाई दिन दिन जवानी सैलाकी गयो राजा प्यारीको मलाई दिन दिन जवानी सैलाकी गयो राजा प्यारीको मलाई दिन दिन जवानी सैलाकी गयो
कस्तो लागेको प्रस्तुति? कस्तो लागिरहेछ तपाईँहरूलाई? बाँकी धेरै नै छ है, प्रतीक्षाको फल मिठो भइरहेछ नि है। हामीले अब एक एक गरेर उहाँहरूका प्रतिभा सुन्नेछौँ, साथमा स्मरण पनि गर्नेछौँ विगतका दिनलाई, गाएर पनि साथ दिइरहनु भएको छ। छोटो यहाँ मैले जोड्न चाहिरहेको छु, यो कार्यक्रमलाई सपोर्ट गर्नको लागि हाम्रो खन्दरा ब्यान्डको म्यान भोकलिस्ट विवेक श्रेष्ठ दाजुको पनि मुख्य योगदान रहेको छ। हामीलाई राम्रो सपोर्ट गर्नुभएको छ र यसरी गर्नुपर्छ। यस्तो खालको प्रोग्राम पोखरामा मात्रै हुन्छ है। यहाँ हामीले जस्ता खालको कार्यक्रम गरिरहेछौँ अन्य ठाउँहरूमा, अन्य सहरहरूमा यसलाई खासै भ्यालु दिँदैन। पोखराले यस्तो माया गर्छ, यसरी प्रतिभाहरूलाई चिन्छ भनेर हामीलाई झकझकाइ पनि रहनु भएको छ, उत्प्रेरणा पनि दिइरहनु भएको छ। अब हेरिसके पछाडि केही अनुभव अब दाइको हामीले सुन्न यहाँ चाहिरहेका छौँ। यति बेला म छोरी आफ्नो अनुभव सुनाइदिनु हुनको लागि कन्दरा ब्यान्डका मेन भोकलिस्ट विवेक श्रेष्ठज्यूलाई अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू। एक्चुअली म के भन्न चाहन्छु भन्दाखेरि तपाईँहरू एकदमै सङ्गीत मग्न हुनुहुन्छ यति बेला, र एउटा सङ्गीत कर्मीको हैसियतले यति बेला चाहिँ डिस्टर्ब गर्न चाहिँ राम्रो होइन है। तर एउटा मात्रै कुरा मलाई के भन्नु मन लाग्यो, यस्तो राम्रो प्रतिभाहरू तपाईँहरूले देख्नुभएको छ, र ट्यालेन्ट भन्छ नि हामी, यिनीहरूलाई ताली चाहिँ पुगेन क्या तपाईँहरूको, त्यो हो नि। अनि अर्को कुरा चाहिँ हामीले कन्सर्टहरू गर्दाखेरि अब म पनि यही पोखराकै माटोबाट जन्मेको एउटा गायक हो। हामी देख्दा टेक्निकल कुराहरू गर्छौँ, यस्तो राम्रो भएन, साउन्ड भएन, यो भएन भनेर कम्प्लेन गर्छौँ। तर र ट्यालेन्टको लागि न राम्रो साउन्ड चाहिन्छ, न राम्रो स्टेज चाहिन्छ। यो हो हाम्रो लागि चाहिँ र ट्यालेन्ट भनेको। र यो खालको जुन एउटा एम्बियन्स हामीले पाइरहेको छौँ, विशेष गरेर वडा नम्बर 9 को पनि, विशेष गरेर वडा अध्यक्षज्यू, यो एउटा नौलो प्रयोग र नौलो प्रस्तुति पनि हो। हामीले यस्तै खालको फाल्साहरूमा, यस्तै खालको स्ट्रिट कन्सर्टहरू अझ धेरै देख्न पाइयोस्, र त्यस्तोमा हामी पनि आएर पर्फर्म गर्नको लागि रेडी छौँ भन्न चाहन्छु। तपाईँहरू सबैले इन्जोय गर्नुहोस्। थ्याङ्क यू सो मच। मैले उहाँहरूले गाएपछि त मलाई गाउन नै आएन भने, यस्तो राम्रो गाउनु भएको छ। यो भर्खरै गाएको गीतको थोरै बजाउ त। यो भर्खरै गायो नि नारायण गोपालको, लगाऊ त है, फेरि बजाऊ। तिम्रो मनमा लुकेको कुरा नभने पनि भुलिदिने सम्झिदिने माया त माया हो, माया त माया हो। सबैले गरौँ। तिम्रो मनमा लुकेको कुरा नभने पनि भुलिदिनेलाई सम्झिदिनेलाई माया त माया त माया हो। धन्यवाद। माया नै हो। धेरै धेरै धन्यवाद विवेक श्रेष्ठज्यूलाई। जोरदार ताली फेरि बजाइदिनु हुनुको लागि अनुरोध गर्न चाहन्छु। उहाँले हामीलाई निरन्तर रूपमा उत्प्रेरणा पनि दिनुभएको छ, गीत पनि हामीले सुन्न पाइहाल्यौँ। अब ध्यान तपाईँहरूको भङ्ग गर्दैनौँ, फेरि स्टेजतिर नै हामी तपाईँहरूको ध्यान केन्द्रित गर्न गइरहेका छौँ र बाँकी प्रस्तुतिको लागि पनि म अनुरोध गर्न चाहन्छु।
बारीलाई नरौ माया राम 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 गए बारीमा मिर्गा चल्यो छेउरी बनाइमा राम 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 गए बारीमा मिर्गा चल्यो छेउरी बनाइमा खायो भरे खसीले डाली ढुङ्गैका छ खायो भरे खसीले डाली ढुङ्गैका छ खायो भरे खसीले डाली ढुङ्गैका छ धानको बाला मर्स्याङले झेलेको खाँदै जोमा पहेँली खेलेको नरौमा धानको बाला मर्स्याङले झेलेको खाँदै जोमा पहेँली खेलेको नरौमा राम 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 गए बारीमा मिर्गा चल्यो छेउरी बनाइमा राम 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 गए बारीमा मिर्गा चल्यो छेउरी बनाइमा
चोली सिएको सेतो र चोली चौराको चोली सिएको यो गीत मैले गाएको होइन सम्झाइदिएको यो गीत मैले गाएको होइन सम्झाइदिएको तिम्रो छोरी त्यो पल्लो पनि अङ्गाची वृन्दावन तिम्रो छोरी त्यो पल्लो पनि अङ्गाची वृन्दावन पहाड भएर सन्थ्यो होला निष्ठुरी तिम्रोमा पहाड भएर सन्थ्यो होला निष्ठुरी तिम्रोमा तिमीले माया लाग्दछ साइली सम्झन्छु चिन्चिलाई तिमीले माया लाग्दछ साइली सम्झन्छु चिन्चिलाई तिमीले माया नगरे पनि गर्छु म तिमीलाई ओ तिमीले माया नगरे पनि गर्छु म तिमीलाई धन्यवाद हेलो हेलो जोरदार तालीले उहाँलाई सम्मान दिनको लागि म हार्दिक अनुरोध गर्दछु। कस्तो लाग्यो? खै त ताली नै पुगेन। साँच्चै भन्नुपर्दा हामीले जति नै आधुनिकता बटुले पनि हामी जति आधुनिकता भए पनि हाम्रो मन मुटु रगतले हाम्रै मौलिकता खोज्दो रहेछ, हो कि होइन? राम्रो लाग्यो होइन आजको कार्यक्रम? अब हामी नाच्छौँ हो अन्तिम गीतमा। हाम्रो अन्तिम गीत भनेको राम 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 गयो बनैमा सबैजना नाच्नुपर्छ, हुन्छ? हाम्रो यहाँ अतिथिज्यूहरू प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण सबैजना नाच्नुहुन्छ र यो गीत फेरि पनि गाइदिनुको लागि म भाइहरूलाई आग्रह गर्छु है। त्यसपछि हाम्रो नाच सँगसँगै कार्यक्रम समापन हुन्छ। Bye.
धेरै धेरै धन्यवाद। अब हामी कार्यक्रमको पनि अन्तिम चरणमा आइपुगेका छौँ। हामी अन्तिममा हामीले बुद्धि परिवारलाई सम्झाउँदै रेशम थ्रिरी पनि सुन्नेछौँ। प्रतिक्रिया गर्नको लागि म अनुरोध गर्न चाहन्छु। र यति बेला हामी मायाको चिलो वितरण गर्न गइरहेका छौँ। आजको हाम्रो कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष दिपेन्द्र मर्सानीज्यूलाई मायाको चिन्ह हस्तान्तरण गरिदिनु हुनको लागि रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जका स्टेसन म्यानेजर सञ्जय कुमार मल्लज्यूलाई म विनम्र अनुरोध गर्न चाहन्छु। पोखरा महानगरपालिका वडा नम्बर 9 को साथ सहयोगको कारणले गर्दा नै हामीले आज यो कार्यक्रमलाई सम्पन्न गर्न सफल भइरहेका छौँ। कृपया जोरदार ताली पनि बजाइदिनु होला। र उहाँले भन्नुभएको छ यो कार्यक्रमलाई निरन्तर रूपमा ओडाले चाहिँ अगाडि बढाउँछ वार्षिक रूपमा कार्यक्रम गरेर भनेर। यस्तै खालका कार्यक्रम हामीले यो फलचामा गर्न निरन्तर पाउनेछौँ। अब हामीले यहाँ उपस्थित हुनुभएका हामीलाई सहयोग गर्नुहुने सबैजना सहयोगदाताज्यूहरूलाई र उपस्थित हुनुभएका सम्पूर्णलाई शब्दद्वारा धन्यवाद ज्ञापन गरिदिनु हुनको लागि म रेडियो अन्नपूर्णका समाचार प्रमुख आर्जु विष्ट सल्यानीज्यूलाई अनुरोध गर्न चाहन्छु। र उहाँले धन्यवाद ज्ञापन गरिसके पछाडि अन्तिम प्रस्तुतिको रूपमा हामीले स्वर्गीय बुद्धि परिवारलाई सम्झाउँदै रेशम थ्रिरी गीत चाहिँ सुन्नेछौँ। र त्यो गीत सुन्दै आजको कार्यक्रम हामी समापन गर्ने जानकारी दिँदै म यो माइक हाम्रो समाचार प्रमुख आर्जु विष्ट सल्यानीज्यूलाई हस्तान्तरण गर्न चाहन्छु। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, प्यारा भाइहरू र गन्धर्व सरकी पाठशालाका हाम्रा भाइ बहिनी सहित हाम्रा टिचरहरू, यो अलि अनौठो खालले हामीले गरौँ भन्ने एउटा सोचले आयोजना गरेका हौँ। पक्कै पनि त्यो सोचलाई आज पोखरा महानगरपालिका वडा नम्बर 9 र हाम्रा सहयात्री हाम्रा संस्थाहरूले त्यो पुरा गरिदिनु भएको छ। यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि हामी कुनै न कुनै रूपमा लिएर आउँछौँ।
नेपाली देउसी भैलो खेल्दै गर्दाखेरि सानो भाइ, त्यसपछि अलि ठुलो भाइ यो औँलाका टुप्पाबाट तर तप्प रगत सुकिरहेका जब मैले त्यो टिकटकमा र त्यो फेसबुक लाइभमा हेरिरहेको थिएँ, यस्तो घोच्यो कि यिनीहरूलाई अब यो पोखराबाट पनि अझै लुम्बिनी वा काठमाडौँ कहीँ कतै स्टेज हामीले दिनुपर्छ, त्यहाँ पुर्याउनुपर्छ। यो दायित्व हाम्रो पनि हो, त्यो हेर्नेहरूको पनि हो, त्यो समाजको पनि हो भन्ने हामीलाई लाग्यो र त्यो उत्तरदायित्व हामीले यही पालनै वहन गरिहालौँ भनेर सानो एउटा कुरा हाम्रो अध्यक्षज्यूलाई राखेका थियौँ। हुन्छ गरिहाल्नु, किन यसमा ढिलो गर्ने भन्नुभयो। त्यो चरण अहिले हतारमै भयो नि हामीले यो गऱ्यौँ। नारायण गोपालको बारेमा सबैलाई थाहा नै छ, अघि पनि हाम्रो मुख्य वक्ताले बताउनु भयो। झलकमानको सन्दर्भमा मसँग पनि केही किस्सा गाँसिएका छन्। 2054-55 सालमा झलकमानलाई खोज्न मैले 3 दिन लगाएको थिएँ। खोज्दै त्यतिखेर हातले पाइले त्यो चप्पल पट्काउँदै किर्तिपुरको भक्के पार्टी, किर्तिपुरको पुच्छारमा उहाँ बस्नु हुँदो रहेछ, बिरामी अवस्थामा हुनुहुन्थ्यो। त्यति बेला हामीले एउटा इन्टरभ्यू गरेका थियौँ। इन्टरभ्यू गरेपछि त्यो रातमा अमेरिकाबाट आएका उहाँका गीत चोरी गरेका महान अधिकारीहरू तुरुन्तै भोलिपल्ट अमेरिका उठ्नु भएको थियो। त्यो प्रक्रिया हामीले पुरा गर्न सकेनौँ। उहाँका गीत धेरै चोरी भएका छन्, अर्कैका नाममा लेखेका पनि भनिएका छन्, अर्कैका नाममा सङ्कलन गरिएका पनि भनिएका छन्। अझै सोधखोजका ती विषय छन्। र जब उहाँ बित्नुभयो त्यो दिन म पञ्चासेमा थिएँ, मङ्सिर 6 गते पञ्चासेमा थिएँ। बिहान 5 बजेदेखि बिहान 9 बजेसम्म मैले रेडियो लाइभ टेलिफोनबाट गरेको थिएँ। त्यो म धार्मिक पर्यटनको कुरा गर्न गएको एउटा त्यो खबर सुनिसकेपछि फेरि झलकमानप्रति नै समर्पित भएर 2-4 घन्टा मैले 85को त्यो लेकबाट त्यो चिसोबाट झलकमानका केही कथाहरू सुनाउने त्यो टुप्पोबाट जमर्को गरेको थिएँ। केही जोडिएको हुनाले योसँग हामी टाढा रहनै सकेनौँ। अब निरन्तर योसँग हाम्रो यातायात जोडियो। अन्य जोड्नुपर्ने केही प्रसङ्गहरू पनि हुनेछन्, त्यो आगामी दिनहरूमा पनि यहाँहरू समक्ष हामी पेस गर्नेछौँ। उहिले रोटो खाँदाखेरि पाखे भन्थे, सिन्की खाँदाखेरि गुन्द्रुक खाँदाखेरि ए पाखेले खाने भन्थे। अहिले सिलरोटी 5 स्टारमा पाक्छ। काठमाडौँमा त विज्ञापनै आइसक्यो 5 स्टार होटलको, भनेपछि अर्ग्यानिकतर्फ सधैँ फर्किनु पर्ने रहेछ र सधैँ त्यो अर्ग्यानिक चिज सबैलाई मनपर्ने रहेछ भन्ने कुरा यसले पुष्टि गर्छ भन्ने लाग्छ। हामी यस्तै कुरा गर्न रुचाउँछौँ र आगामी दिनमा पनि गर्नेछौँ। म धेरै धन्यवाद दिन चाहन्छु हाम्रो आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, प्यारा भाइहरू। हामीले हाम्रो यो जीवनकालमा, यो जीवन रहेसम्म तपाईँहरूको लागि सक्दो केही न केही गर्छौँ भन्ने प्रण गरेका छौँ। जति सक्छौँ त्यो गर्छौँ, हाम्रो बाचा हो। जो अगाडि नै हुनुहुन्छ, आगामी दिनहरूमा पनि तपाईँहरूसँग हामी सँगसँगै र दाजुभाइ दिदीबहिनीहरूसँगै हुनेछौँ। नमस्कार। अब भाइहरूको एउटा प्रस्तुतिसँगै हामी यो कार्यक्रम सत्यको जनाउ पनि दिन्छौँ। हेलो हेलो